हेलो नमस्ते सबैजनामा। म विकास, फ्याकल्टी अफ म्याथमेटिक्स। आजको टपिक के छ भने तपाईँको सर्टकट मेथडबाट चाहिँ हामी ध्यान दिनु है। सर्टकट मेथड पेयर अफ स्ट्रेट लाइनको यो चाहिँ मेनली चाहिँ आइओई इन्ट्रान्स प्रिपेरेसनको लागि चाहिँ बेस्ट हो है। ल क्वेसन नम्बर 1मा जाऊँ त है, कसरी चाहिँ हामी गर्छौँ। जस्तै कि यहाँ हेरौँ त, के छ भने तपाईँको हाम्रो if the slope of the line ax square plus 2hxy plus by is equals to 0 है। अनि त्यसपछि के छ भने हाम्रो अदर बाई पी देन भनेछ होइन। अब यसलाई चाहिँ हामी के गर्ने भनेपछि तपाईँको यो स्लोप भनेको हाम्रो पी छ, पी को भ्यालु निकाल भन्छ। त पहिला चाहिँ कम्पेयर गर्ने। यहाँबाट मैले के गर्छु भने एएक्स स्क्वायर प्लस 2hxy प्लस के भइदिन्छ भने हाम्रो बिवाई स्क्वायर बराबर के भइदिन्छ भने 0। अब यहाँ चाहिँ हाम्रो ए को भेल्यु कति भइदिन्छ भने तपाईँको 2 भइदिन्छ। अनि यहाँ चाहिँ एच को भेल्यु कति भइदिन्छ भने हाम्रो -5/2 भइदिन्छ। बी को भेल्यु कति भइदिन्छ भने 3। अब पी को भेल्यु निकाल्दाखेरि यहाँ चाहिँ हाम्रो 4, एच भनेको हाम्रो -5/2 को स्क्वायर गर्दाखेरि 25/4 माइनस एबी, ए भनेको 2, बी भनेको हाम्रो 3 छ भने 6। अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने पी स्क्वायर इन्टु बी भनेको हाम्रो 3 को स्क्वायर गऱ्यो भने 9। अब यहाँ चाहिँ हाम्रो कति भइदिन्छ मल्टिप्लाई गर्दाखेरि यो क्यान्सल आउट भइदिन्छ 25 छौचक 24 भइदिन्छ। अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने हाम्रो पी स्क्वायर इन्टु के भइदिन्छ भने 9। यहाँ चाहिँ हाम्रो 1 बराबर के भइदिन्छ भने पी स्क्वायर। अनि यहाँ चाहिँ हाम्रो 9 भइदिन्छ, पी स्क्वायर बराबर 1/9 भइदिन्छ। अनि पी बराबर के भइदिन्छ भने हाम्रो प्लस माइनस 1/3। सो यसको अप्सन रङ थियो है। सो मैले यहाँ चाहिँ के गरिदिएँ भने 1/3 बनाइदिएँ। यसलाई चाहिँ मैले सच्याउन बिर्सेको थिएँ। ल, जसरी गरे पनि चाहिँ हाम्रो चाहिँ यो भ्यालु प्लस माइनसमा आउँछ। यहाँ चाहिँ पोजिटिभमा थियो, मैले चाहिँ 1/3 लेख्नु पर्ने 3 मात्र छ। ल ओके, नेक्स्ट क्वेसनमा जाऊँ है। योभन्दा पनि खतरा खतरा क्वेसन छ यहाँ हेरौँ। यसमा चाहिँ मैले सबै सर्ट मेथडबाट चाहिँ गरेको प्रब्लमहरू छ है। ल, 2 नम्बरमा के छ भने तपाईँको इफ द स्लोप अफ वान अफ द लाइन यति पी टाइम्स द स्लोप भनेको पी भनेको कति टाइम्स भनेछ। यहाँ चाहिँ 3 टाइम्स भनेको यो पी को भेल्यु भयो। कुरा बुझ्नुभयो नि। अब त्यस्तै गरेर तपाईँको यहाँबाट कम्पेयर गर्दाखेरि एएक्स स्क्वायर प्लस 2hxy प्लस के भइदिन्छ भने हाम्रो बिवाई स्क्वायर बराबर 0 भइदिन्छ। यसलाई चाहिँ हामी प्रोसेसबाट गर्दाखेरि चाहिँ हाम्रो अलि लामो जान्छ है। बाइचान्स फर्मुला याद छैन भने हामी प्रोसेसबाट पनि गर्न सकिन्छ। जुन कि मैले पेयर अफ स्ट्रेट लाइनको थर्ड लेक्चरमा जुन चाहिँ हाम्रो डिटेलमा पढाइ भएको त्यसमा चाहिँ मैले प्रोसेस अनुसार चाहिँ यो प्रब्लम यस्तै खालको प्रब्लम मैले गरेको छु है, हेर्दा हुन्छ। अब बाइचान्स फर्मुला याद छैन भने है, फर्मुला याद छ भने त्यसरी नै गर्ने। यहाँ चाहिँ हाम्रो ए बराबर के भइदिन्छ भने हाम्रो 3। यहाँ चाहिँ हाम्रो एच बराबर -4 भइदिन्छ। बी बराबर के भइदिन्छ भने हाम्रो के भइदिन्छ। ठिक छ। अब यसमा हाल्दाखेरि तपाईँको 4, पी भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको 3, किनभने टाइम्स भनेछ यहाँ। यो भनेको हाम्रो पी बराबर कति टाइम्स छ भने हाम्रो 3। त मैले यहाँ चाहिँ 3 हालिदिएँ है। बी स्क्वायर भनेको हाम्रो के भइदिन्छ भने हाम्रो के स्क्वायर भइदिन्छ। अनि यहाँ चाहिँ हाम्रो एबी भनेको हाम्रो कति भइदिन्छ भने 3k। अनि यहाँ चाहिँ हाम्रो 1 प्लस पी भनेको हाम्रो कति छ भने 3 को होल स्क्वायर। यहाँ चाहिँ हाम्रो 3k 3 क्यान्सल आउट, यहाँ चाहिँ स्क्वायर छ भने एउटा के क्यान्सल आउट। त बाँकीको हाम्रो 4 भइदिन्छ। अनि यहाँ चाहिँ हाम्रो अनि एउटा के भइदिन्छ भने मैले यहाँ के राखिदिएँ। अनि यहाँ चाहिँ हाम्रो 1 + 3 भनेको 4, 4 को स्क्वायर भनेको हाम्रो 16, के बराबर के भइदिन्छ भने हाम्रो 4। त यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने अप्सन बी भइदिन्छ है यसको। अब नेक्स्टमा जाऊँ। नेक्स्ट क्वेसन के छ भने यहाँ हेरौँ त, द एरिया अफ ट्रिङ्गल फर्मड बाई द, यो इक्वेसन छ है, एन्ड लाइन एउटा कर्भ छ। यो लाइनले चाहिँ हामी गर्दाखेरि चाहिँ ट्रिङ्गल फर्म हुन्छ। त्यो ट्रिङ्गलको एरिया निकाल। त यहाँबाट पहिला कम्पेयर गर्ने यो फर्मुला है। भनेको ए को भेल्यु चाहिँ यहाँबाट 1 भइदिन्छ, एच को भेल्यु 4 भइदिन्छ, बी को भेल्यु -9 भइदिन्छ, एल को भेल्यु यहाँबाट 3 भइदिन्छ, एम को भेल्यु यहाँबाट 2 भइदिन्छ।
र एनको भेल्यु कति भइदिन्छ भने -5 भइदिन्छ। अब यहाँबाट चाहिँ हाम्रो फर्मुला के छ भने एन स्क्वायर रुट अन्डर एच स्क्वायर माइनस एबी भइहाल्यो डिभाइड बाई एएम स्क्वायर -2mlh प्लस के भइदिन्छ भने बिएल स्क्वायर। एन भनेको हाम्रो -5 -5 को स्क्वायर गर्दाखेरि 25 रुट अन्डर एच स्क्वायर भनेको 16 अनि ए भनेको 1 बी भनेको -9 त भनेको यहाँ अलरेडी माइनस छ माइनस माइनस प्लस भइदिन्छ डिभाइड बाई के भइदिन्छ भने ए भनेको हाम्रो कति भइदिन्छ भने 1 एम स्क्वायर भनेको हाम्रो 4 -2 एम भनेको हाम्रो 2 एल भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको हाम्रो 3 भइदिन्छ र एच भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको हाम्रो 4 भइदिन्छ प्लस बी भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको यहाँ -9 छ भने मैले -9 राखिदिएँ अनि एल भनेको हाम्रो कति छ भने तपाईँको 3 स्क्वायर गऱ्यो भने हाम्रो 9 भइदिन्छ। त यहाँ चाहिँ हाम्रो 16 प्लस 9 भनेको 25 रुट अन्डर 25 भनेको 5 5 इन्टु 25 गऱ्यो भने कति भइदिन्छ भने हाम्रो 125 अनि यहाँ चाहिँ हाम्रो कति भइदिन्छ भने 4 दुई 4 त्यहाँ 12 12 12 चक 48 भइदिन्छ 48 है 48 सरी यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने तपाईँको 48 48 अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ 9 9 81 यहाँ चाहिँ हाम्रो 48 -48 प्लस 4 भनेको -44 अनि प्लस के भइदिन्छ भने हाम्रो 81 भनेको -125 त यो माइनस भनेको यो चाहिँ हाम्रो -1 भइहाल्यो एरिया जहिले पनि पोजिटिभमा हुन्छ सो मोडलसमा हालिदिने यसको भ्यालु 1 भइदिन्छ सो अप्सन के भइदिन्छ भने हाम्रो ए भइदिन्छ। त्यही यसरी गर्न सकिन्छ है भ्यालु राख्ने क्यालकुलेसन राम्रोसँग गर्ने जे आउँछ त्यही यसको एन्सर भइदिन्छ। अब नेक्स्टमा जाउँ है यहाँ हेरौँ त द कोअर्डिनेट एक्स कामा वाइ अफ द अर्थोसेन्टर अफ अ ट्रेङ्गल के छ भने तपाईँको यो एक्सवाई भनेको अर्थोसेन्टर अफ अ ट्रेङ्गल हो जुन कि चाहिँ हाम्रो के छ भने यो कर्भ एन्ड लाइनले बनेको छ है यहाँबाट चाहिँ हाम्रो यो फर्मुला हाल्ने अनि निकाल्ने पहिला चाहिँ कम्पेयर गर्ने यहाँबाट हाम्रो ए को भेल्यु 5 भइदिन्छ यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने एच बराबर -1 भइदिन्छ बी बराबर -3 भइदिन्छ एल भनेको हाम्रो 1 भइदिन्छ एम भनेको हाम्रो -2 भइदिन्छ यो फर्मुलामा हाल्दो एक्स बाई एल एक्स बाई एल एल भनेको हाम्रो 1 भइदिन्छ अनि त्यसपछि के छ भने वाइ बाई एम एम भनेको हाम्रो कति भइदिन्छ भने -2 भइदिन्छ ठिक छ त्यस्तै गरेर अब ए प्लस बी ए भनेको हाम्रो 5 छ बी भनेको -3 भनेको 5 प्लस -3 गऱ्यो भने हाम्रो 2 भइदिन्छ डिभाइड बाई एम स्क्वायर ए भनेको 5 एम भनेको हाम्रो कति छ भने -2 -2 को स्क्वायर गऱ्यो भने हाम्रो 4 भइदिन्छ -2 एच भनेको हाम्रो -1 भइदिन्छ अनि त्यसपछि एल भनेको हाम्रो 1 भइदिन्छ अनि एम भनेको -2 भइदिन्छ त अलरेडी यहाँ चाहिँ 1 इन्टु -2 ठिक छ त्यसपछि हाम्रो बी भनेको हाम्रो कति शेषमा हेर्नु त -3 अनि एल भनेको हाम्रो 1 को स्क्वायर गऱ्यो भने 1 भइदिन्छ यसलाई सबैलाई क्यालकुलेसन गर्दाखेरि यो भनेको हाम्रो 2 बाई यहाँ हेर्नु है 5 चौका 20 अनि यहाँ चाहिँ हाम्रो कति भइदिन्छ भने माइनस माइनस प्लस अनि यहाँ चाहिँ हाम्रो कति भइदिन्छ भने माइनस भनेको माइनस के भइदिन्छ भने 4 अनि यहाँ चाहिँ हाम्रो कति भइदिन्छ भने -3 भनेको हाम्रो के भइदिन्छ भने तपाईँको यो चाहिँ हाम्रो गयो भने हाम्रो 16 4 20 भइदिन्छ होइन र 16 भइहाल्यो अनि 16बाट फेरि 3 गयो भने हाम्रो 13 भइदिन्छ त भनेको हाम्रो रुट अन्डर के भइदिन्छ भने सरी कति भइदिन्छ भने हाम्रो 13 भइदिन्छ मात्र त 2 के भइदिन्छ 13 अब आइदर लिने फर्स्ट र लास्ट टर्म भनेको एक्स अपन 1 बराबर के भइदिन्छ भने हाम्रो 2/13 भइदिन्छ होइन त यो एउटा चाहिँ हाम्रो के भइदिन्छ भने एउटा एन्सर यो भयो एक्सको अब वाईको कति छ भने हाम्रो वाई इक्वल्स टु -2 अपन यति यति त यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने तपाईँको वाई अपन -2 बराबर के भइदिन्छ भने हाम्रो 2/30 यहाँबाट वाई बराबर के भइदिन्छ भने -4/30
यही भयो हाम्रो 2/30 र -4/30 भनेको हाम्रो अप्सन ए भइदिन्छ। नेक्स्टमा जाउँ त। सेमी आएरमा अब सेन्ट्रोइड निकाल्नु पर्ने छ। सेन्ट्रोइड अफ अ ट्रेङ्गल फर्म बाई यति अनि यति भनेछ। सेम यहाँबाट हाम्रो कम्पेयर गर्दाखेरि ए को भेल्यु 1 भयो होइन। अनि यहाँ चाहिँ एच को भेल्यु कति भइदिन्छ भने 2 भयो, बी को भेल्यु 1 भयो, एल को भेल्यु यहाँबाट चाहिँ हाम्रो 1 भयो, एम को भेल्यु यहाँबाट चाहिँ हाम्रो 1 भयो है। अब यो फर्मुलामा हाल्ने एक्स अपन के भइदिन्छ भने हाम्रो बिएल, बी अनि यहाँ चाहिँ हाम्रो एल, 1 × 1 भनेको हाम्रो 1 भइहाल्यो। अनि यहाँ चाहिँ एचएम, एच भनेको हाम्रो कति भइदिन्छ भने 2, एम भनेको 1 भनेको -2 भइदिन्छ। सेम एज अब के भइदिन्छ भने वाइ अपन एएम, ए भनेको 1, एम भनेको 1 भनेको 1 नै भइहाल्यो। अनि एचएल, एच भनेको 2, एल भनेको 1 भनेको -2 भइदिन्छ। इक्वल्स टु के भइदिन्छ भने हाम्रो 2/3, यहाँ चाहिँ एएम स्क्वायर, ए भनेको 1, एम भनेको 1 भनेको 1 नै भइहाल्यो, -2, एच भनेको हाम्रो 2 भनेको हाम्रो 2 × 2 भइदिन्छ, एल एम भनेको 1 × 1 भनेको 1 नै भइहाल्यो। ठिक छ। अनि प्लस बी भनेको हाम्रो कति भइदिन्छ 1, एल भनेको 1 भनेको 1 भइहाल्यो। यसलाई चाहिँ हामी क्यालकुलेसन गर्दाखेरि कति भयो भने तपाईँको हाम्रो 2 यहाँ चाहिँ हाम्रो यसलाई चाहिँ गरौँ भनेको यो 1 + 1 भनेको 2, 2 - 4 गऱ्यो भने -2 भनेको हाम्रो 3 × के भइदिन्छ भने -2 भइदिन्छ। यो र क्यान्सल आउट भयो, -3 भइहाल्यो है। अब कम्पेयर गर्दाखेरि यहाँबाट त एक्स बराबर हाम्रो -1 आयो, त्यस्तै गरेर वाइ बराबर हाम्रो -1 आयो, त्यस्तै गरेर इक्वल्स टु के भइदिन्छ भने हाम्रो 1 के भइदिन्छ भने -3 आयो। फर्स्ट इन्टु लास्ट लिँदाखेरि हाम्रो के भइदिन्छ भने तपाईँको यहाँबाट चाहिँ माइनस माइनस क्यान्सल आउट भइदिन्छ, यहाँबाट एक्स इक्वल्स टु 1/3 भइदिन्छ। सेम एज यो चाहिँ सेकेन्ड र लास्ट टर्म लिँदाखेरि हाम्रो के भइदिन्छ भने माइनस माइनस क्यान्सल आउट भइदिन्छ, वाइ इक्वल्स टु 1/3 भइदिन्छ। त्यही अप्सन भयो 1/3, अनि एक्सको पनि 1/3, वाइको पनि 1/3 भनेको अप्सन बी भइदिन्छ। ल नेक्स्टमा जाऊँ है। नेक्स्टमा के छ भने हाम्रो द लाइन यति एन्ड यति फर्म एन आइसोलेस ट्रेङ्गल भनेको छ। आइसोलेस ट्रेङ्गल छ, फर्म गर्छ, देन के को भेल्यु निकाल। त यहाँबाट कम्पेयर गर्दाखेरि त ए को भेल्यु 2 भइहाल्यो होइन। अनि यहाँ चाहिँ हाम्रो के भइदिन्छ भने हाम्रो 2h भनेको हाम्रो 2k भइहाल्यो, h बराबर हाम्रो कति भइदिन्छ भने k भइहाल्यो, अनि b बराबर कति भइदिन्छ भने -3 भइहाल्यो। अनि यहाँ चाहिँ हाम्रो l बराबर 3 भइहाल्यो, m बराबर कति भइदिन्छ भने हाम्रो 2 भइदिन्छ होइन। अर्को कुरा के भइदिन्छ भने हाम्रो n भनेको यो टर्म यता ल्याउँदाखेरि त -5 हुन्छ नि, त यहाँ चाहिँ यहीँ n बराबर -5 गर्ने। अब भ्याल्यु निकाल्ने यो फर्मुलामा एल स्क्वायर भनेको हाम्रो 9 -m स्क्वायर भनेको हाम्रो 4 डिभाइड बाई एलएम, एल भनेको हाम्रो कति भइदिन्छ भने 3, अनि m भनेको हाम्रो कति भइदिन्छ भने 2 भनेको हाम्रो 6 बराबर a - b, a भनेको हाम्रो 2, b भनेको हाम्रो -3, माइनस माइनस प्लस भइदिन्छ 5/h, h भनेको हाम्रो कति भइदिन्छ भने तपाईँको हाम्रो h भनेको के भइदिन्छ, यहाँ चाहिँ 9 - 4 गऱ्यो भने हाम्रो 5 बराबर के भइदिन्छ भने हाम्रो 5 के भइदिन्छ भने हाम्रो के, यो र यो क्यान्सल आउट भयो, के बराबर 6, विच इज द रिक्वायर्ड सोल्युसन। नेक्स्टमा जाऊँ है। अब यहाँ हेर्नु त, बेस अफ इक्वालेटरल ट्रेङ्गल इज एक्स प्लस वाइ इक्वल्स टु 2, भर्टेक्स भनेको कति छ भने हाम्रो 2, -1, फाइन्ड द साइड लेन्थ। साइड लेन्थ निकाल भनेछ है। त साइड लेन्थ निकाल्यो भनेको यो बुझ त, डी भनेको डिस्टान्स भर्टेक्स र बेस भने हो क्या। भनेपछि हाम्रो के छ भने लाइनको इक्वेसन कति छ हाम्रो एक्स प्लस वाइ बराबर 2, पोइन्ट भनेको हाम्रो कति छ 2, -1, यो पोइन्टबाट चाहिँ हाम्रो गर्दाखेरि यो 2 लाई यता ल्याउँदाखेरि कस्तो इक्वेसन भइदिन्छ, एक्स प्लस वाइ -2 डिभाइड बाई रुट अन्डर, यसको कफिसियन्ट भनेको 1, वाइको कफिसियन्ट भनेको 1, यो मोडलसमा हुन्छ। यो भनेको हाम्रो एक्सको ठाउँमा 2 राख्ने त 2, वाइको ठाउँमा -1, अनि यहाँ चाहिँ -2 डिभाइड बाई के भइदिन्छ भने रुट अन्डर 2, 2 क्यान्सल आउट भयो भनेको -1/√2, त्यो चाहिँ मोडलसमा हुँदाखेरि चाहिँ हाम्रो 1/√2 भयो।
यति भनेको हाम्रो डी भर्टेक्स कमा बेस भनेको हाम्रो 1/√2। अनि यहाँ चाहिँ साइड निकाल्नको लागि के गर्नुपर्छ भने हाम्रो 2/√3 इन्टु डीको यो भनेको त हाम्रो डी भ्याल्यु, डी भनेको लेन्थ अफ पर्पेन्डिकुलर भनेको 1/√2 भ्याल्यु। यो टूलाई चाहिँ हामी √2 इन्टु √2 गर्न मिल्छ भनेको हाम्रो √2 अपन के भइदिन्छ भने √3, कमन लिँदाखेरि चाहिँ हाम्रो के भइदिन्छ भने रुट भनेको 2/3। यो भनेको हाम्रो के भइदिन्छ भने तपाईँको अप्सन ए भइदिन्छ। त्यसरी चाहिँ हामी पेयर अफ स्ट्रेट लाइनको चाहिँ यो फर्मुलाहरू छ, सर्टकटमा चाहिँ हामी याद गरेर चाहिँ हामी गर्न सकिन्छ। बाइचान्स सर्टकट फर्मुलाहरू याद छैन भने मैले चाहिँ थर्ड लेक्चरमा पनि यसको रुलबाट कसरी गर्ने मैले चाहिँ क्वेसनहरू गराएको छु, यहाँ हेर्दा राम्ररी चाहिँ फिल आउँछ है। ल आज चाहिँ यति नै गरौँ। ल के भाइ, गुड नाइट। रातिको 1 बज्न लागेछ है। ल।